हामी सडकमा उत्रिन्छौँ। सुकुम्बासीलाई हामीहरू सुकुम्बासी भनेर हुँदैन। बालेन शाहले सुकुम्बासीलाई घर दिँदैछन्, होटलमा राख्नु भएको छ, तपाईँ विरोध गरेर हिँड्ने जहिले तैले? विरोध कहाँ गरेको छु? विरोध त अब सुरु गर्छु गर्नको लागि। विरोध गरेको छैन, विरोध अब चाहिँ गर्छु, अब चाहिँ विरोध सुरु गर्छु। किनकि गणतन्त्र बुवाहरूले काङ्ग्रेस र एमालेका नेताहरू पहिला सबैसँग पैसा लिली कार्यकर्ताहरू पहिलाका नेताहरू पैसा लिली र के अरे कागज बनाई एउटै किता चाहिँ 2जना 3जनालाई चाहिँ बेच्ने, अहिले चाहिँ सुकुम्बासी भनेर अर्को नयाँ सरकारहरूलाई लात्ती हानेर घर भत्काएर अनि त्यहाँदेखि घरदेखि बेघर गर्ने, यो चाहिँ हामी कदापि हुन दिँदैनौँ। यसले विरोध गर्छ अरे पताउरी। अब बुझ्ने कुरालाई बुझेर झन् बोल्न पनि सक्दैन यस्ता मान्छेहरूले विरोध गर्छ रे। त्यो पनि सुकुम्बासीहरू पहिलाको नेताहरूले जे गर्यो अब बालेन शाहले गएर थुपारिदिने, अब बालेन शाहसँग खोज्ने रे। ठ्याक्क तिमीहरूको कारणले गर्दाखेरि आज यस्तो भएको छ। तिमीहरूले नबुझ्ने चाहिँ बुझ्ने कुरा चाहिँ बुझ्दैनौ, अनि नबोल्ने कुराहरू चाहिँ बोल्छौ। त्यो पनि बालेन शाहले गरेको हो। यो पनि विरोध गर्न आउँछ रे। चाक बलियो बनाएर राख्नु, नत्र चाकमै भट्टे हालेर फेरि बस्ने नबस्ने बनाइदिन्छ। टोयलेट बस्न गाह्रो हुन्छ फेरि।